मुम्बईको वानखेडे स्टेडियम हजारौं नेपाली समर्थकको हुंकार र मैदानमा हाम्रा नीला योद्धाहरू। के नेपालले 2026 को टी20 विश्वकपमा इतिहास रच्दै सुपर 8 मा पुग्न सक्छन्? धेरैलाई यो सपना लाग्ला, तर हाम्रो लागि यो एउटा लक्ष्य हो जुन अब मात्र केही कदम टाढा छ। नेपाल समूह सी मा छ। यहाँबाट सुपर 8 मा पुग्नका लागि नेपालले खेल्नुपर्नेछ मास्टर प्लान। इटाली विरुद्ध फेब्रुअरी 12। यो खेल नेपालका लागि मस्ट विन मात्र होइन, विशाल जीत हुनुपर्छ। भर्खरै वार्मअपमा यूएई र क्यानाडालाई हराएको लयलाई कायम राख्दै इटालीलाई भारी अन्तरले हराएर नेट रन रेट बलियो बनाउनुपर्छ। फेब्रुअरी 8 वा 15। इङ्ल्यान्ड वा वेस्ट इन्डिज जस्ता विश्व विजेता मध्ये कुनै एकलाई स्तब्ध पार्नुपर्नेछ। सन् 2025 मा शारजाहमा वेस्ट इन्डिजलाई हराएको त्यो ऐतिहासिक पल मुम्बईमा दोहोराउनुपर्नेछ। निर्णायक भिडन्त फेब्रुअरी 17। अन्तिम खेलमा स्कटल्यान्डलाई पन्छाउन साथ नेपालको सुपर 8 को सिट पक्का हुनेछ। किन छ त यसपालि नेपालको सम्भावना उच्च? किनकि नेपाल अहिले पीक फर्ममा छ। आसिफ शेखको विस्फोटक ब्याटिङ, सन्दीप लामिछानेको जादुई स्पिन र दिपेन्द्र सिंह ऐरीको फिनिशिङ पावरले विश्वका ठूला टोलीहरूलाई समेत पसिना छुटाउनेछ। कप्तान रोहित पौडेलको रणनीतिक नेतृत्वमा नेपाल अहिले कुनै पनि टोलीलाई हराउन सक्षम छ। विश्वकपमा भारतपछि सबैभन्दा बढी टिकट बिक्री भएको देश नेपाल हो। मुम्बईको गल्ली गल्लीमा आज नेपाली जर्सीको लहर छ। जब वानखेडेमा हजारौं नेपालीले एकै स्वरमा राष्ट्रिय गान गाउनेछन्, तब विपक्षी टोलीको मनोबल त्यसै कमजोर हुनेछ। फेब्रुअरी 8 मा इङ्ल्यान्ड विरुद्धको खेलबाट यो महायात्रा सुरु हुँदैछ। के तपाईलाई विश्वास छ यसपटक नेपालले सुपर 8 मा पुगेर इतिहास रच्नेछ? यदि छ भने कमेन्टमा जय नेपाल लेख्नुहोस् र यो जोश फैलाउनुहोस्। देखाउनुहोस् नेपाली क्रिकेटको शक्ति।